हेलो नमस्ते हजुरहरु सम्पूर्णलाई तपाईहरु सन्चै हुनुहुन्छ होला र आज फेरि मैले अर्को एकदमै डिलिशियस रेसिपी लिएर आएको छु तपाईहरुको लागि र यहाँनिर देख्नु हुँदैछ तपाईहरुले चिकन किमा आज चाहिँ म चिकन चीज बल बनाउँदै छु र यो चाहिँ हाफ केजी किमा हो र यतापट्टि मैले दुईटा आलु म्याश गरिराखेको थिएँ अघि नै बोइल गरेर र यहाँनिर चाहिँ ब्रेड क्रम्ब यो पनि होममेड यो चाहिँ ब्राउन ब्रेड को बनाएको मैले किनभने हामी घरमा प्राय आटा नै खान्छौं मैदा चाहिँ एभोइडै गर्छौं र यहाँनिर छ इन्ग्रेडिएन्ट्सहरु के चाहिन्छ भनेर फर्स्टमा धनिया पाउडर तिखा लाल हल्दी चाट मसला चिली फ्लेक्स ओरेगानो गरम मसला हुचिङ अलिकति टेस्टको लागि गार्लिक पेस्ट यसमा चाहिँ तपाईले अदुवा देख्नु भएन कारण हामी घरमा अदुवा चलाउँदैनौं तपाईले चाहिँ अदुवा युज गर्न सक्नुहुन्छ र लास्टमा अलिकति नुन अलि कम्ति नै हाल्नुस् कारण चीजमा पनि नुनै हुन्छ अन्त यहाँनिर चाहिँ मैले ब्याटर बनाइरहेको छु कर्न फ्लोर चिली फ्लेक्स ओरेगानो र अलिकति नुन हालेर चिली फ्लेक्स तपाईले कति हाफ टीस्पुन हाल्नुस् ओरेगानो पनि हाफ टीस्पुन नै हाल्नुस् अनि यहाँनिर चाहिँ चीज अलिकति ग्रेट गरेर राखिरहेको छु अनि यहाँ चाहिँ छ चप गरेको प्याज र अलिकति धनिया अब चाहिँ साथीहरु म यो किमामा यो म्याश गरेको आलुलाई हाल्दै छु अलिकति ब्रेड क्रम्ब यो ब्रेड क्रम्ब चाहिँ पछि पनि चाहिन्छ र यहाँ अघि मैले देखाएको तपाईलाई देखाएको इन्ग्रेडिएन्ट्सहरु के चाहिन्छ भनेर त्यो सबै म यहाँनिर हाल्दै छु र यहाँनिर ओनियन र धनिया अब चाहिँ यो सबैलाई म यसरी मिक्स गर्दैछु ल साथीहरु अब चाहिँ मैले यो सबै मोलिसके र अब तपाईहरुलाई बनाउने तरिका बताउँदै छु अब तपाईहरुले यो आफ्नो साइजको बनाउन सक्नुहुनेछ तपाईहरुलाई कुन चाहिँ साइजको मन पर्छ म चाहिँ अब अलिकति ठुलै गरिदिन्छु यो अलिकति हातमा लिनुस् र यसलाई अलिकति फ्ल्याट गरेर त्यहाँदेखि यसलाई अलिकति यसमाथि अलिकति चीज हालेर यसलाई यसरी रोल गर्नुस् अब यो रोल भइसक्यो अब यसलाई चाहिँ अलिक टाइट गरेर गर्नुस् यो रोल गर्दा चाहिँ र अब चाहिँ यो म यो अघि बनाएको ब्याटरमा यसरी चोट्दै छु र यहाँनिर ब्रेड क्रम्बमा यसरी हालेर गर्दै छु यस्तो हुन्छ साथीहरु मैले चाहिँ यति बनाइसके र अब म यसलाई फ्राई गर्दैछु यहाँ तेल पनि खरिरहेको छ यो चाहिँ अलिक मिडियम फ्लेममै फ्राई गर्नुस् तपाईले किनभने यो छिटो डढ्छ र किमा पनि पाक्नु पर्यो
ल है साथीहरू, मेरो चिकन चिज बल पनि खानुलाई रेडी भयो र तपाईहरुले पनि यसरी नै घरमा चिकन ल्याएर बनाउन सक्नुहुनेछ। र यो चाहिँ तातो तातो तपाईले मायोसँग कि त टोमेटो केचप कि त पिरो डल्लेको अचारसँग पनि खानु सक्नुहुनेछ। एकदमै मिठो हुन्छ। र तपाईहरुलाई अरु फेरि म दिनदिनै नयाँ नयाँ रेसिपीहरु लिएर आउने छु भन्दै सबैजनालाई बाइ बाइ।